यो हाम्रो मामा हुनुहुन्छ। मामाको चाहिँ फार्म तरकारीबारी गार्डन भनौँ न। यो बिन्स छ, गार्लिक छ, यो सागहरू छ, काउली फ्लावर छ। एकदमै यो मामाको घर हो। अल अर्ग्यानिक भेजिटेबल पुरै छ। यो मामाको हाउस हो। एकदमै हेर्न सक्नुहुन्छ तपाईँले सबैले। यो चाहिँ मामाको सब्जी लगाउने रहेछ बारी भनौँ चाहिँ इङ्ग्लिसमा गार्डन पनि भनिन्छ यसलाई होइन। एकदमै उ छ यो काठमाडौँको नजारा हो। एकदमै राम्रो बनाउनु भएको छ मामाले चाहिँ त्यो सागसब्जीमा पानी हालिराख्नु भएको छ होइन। यहाँको हेर्न सक्नुहुन्छ है। यहाँ काठमाडौँमा बसेर पनि यस्तो मेहनत गरेर यस्तो अर्ग्यानिक सब्जीहरू सबै भेजिटेबलहरू उब्जाइराख तरकारी त किन्दिनँ म, तरकारी त यस्तै गरेर पुऱ्याउँछु। त्यही त यस्तै गरेर पुऱ्याइराख्नु छ। हेर्नु यो मामाको गार्डन, यो मामाको घर पुग्दैन। एकदम मेहनत गरेर हेर्नु जहाँ बसे पनि मामाले यति मेहनत गर्नुभएको थियो। यो भिन्डीहरू होला या पुरै आफूलाई घरमा के चाहिन्छ सबै सब्जीहरू लगाउनु भएको रहेछ। यो सबै हो। अब कति धेरै सेबीहरू पनि रहेछ होइन। ब्याक साइडमा पनि अब गार्डनहरू पनि बनाउनु भएको छ यो मामाले। एकदमै अब फुल लगाउनु भएको छ। यस्तो धेरै उ गर्नुभएको छ मामाले। ती तरुलहरू यो सबै लगाउनु भएको रहेछ। यो एक मिनट ज्येष्ठ मिलेर म देखाउन चाहन्छु यो मामाको कार। यो हेर्नु मामाको हाउस एकदमै यति ठुलो घर पनि बनाउनु छ। अब म चाहिँ मामाको फुलबारी पनि देखाउन चाहन्छु। यस्तो राम्रो सजाएर राख्नु छ होइन। अझ बाहिरभन्दा भित्र धेरै सजाउनु भएको रहेछ होइन। बाहिरको भन्दा भित्रको डेकोरेसन धेरै राम्रो रहेछ। हेर्नुहोस् यो फुलहरू भयो, यो बाइकहरू भयो। यो यहाँ पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। धेरै भिडियोहरू छन्। यो एकदमै ब्युटिफुल नि फुलहरू यो चाहिँ हाम्रो काठमाडौँको हो। इट्स ब्युटिफुल प्लेस काठमाडौँ। यहाँ हेर्नु यो पनि यो पुरै टाइम फल्ने बिन्स, जिन्जर, अब यो सबैको प्लानहरू रहेछ यहाँ। गुवाबा होइन। यो छोटो जग्गामा पनि यत्रो गर्नुभएको रहेछ। एकछिन मामा मेरो पनि गरिदिनुहोस् त एकछिन। मामा यहाँ छ, यहाँ देख्न